हो अहिले हेर्नु न तपाईँ छोरोको अलिक पछाडि सर अलिक अगाडिबाट खिच्नु पर्यो हाल्न काम लाग्छ नि त माइक चाहियो नि त वायरलेस माइक उपलब्ध हुँदैन बुवालाई वायरलेस भएको वायरलेस माइक दिइहाल्नु पर्यो नि त चाहिन्छ होला क्या माइक अनि यो त भाषा बुझिएन नि त फेरि अनि हाम्रो यो दिव्य ढकाल परिवारद्वारा आयोजित श्रीमद् भागवतमा एकजना बुवा आउनुभएछ। कहाँबाट आउनुभयो यस्तो स्थिति छ उहाँको कपडाहरू फाटेका छन् लुगाफाटा फाटेका छन् केशदारी पुरै फुलेका छन्। यस्तो स्थितिमा घर परिवारबाट के भएर आउनुभएको होला बिचरा बुवा ए बुवा चाहिँदैन रे यहाँ खबर आएको छ घरमा बुहारीले कुटिन रे खान दिएनन् रे घुम्दै घुम्दै भगवानका धाममा शरण पर्नका निमित्त आउनु भएको। अब बुवाको हामी जीवनी श्रवण गर्नेछौँ। आउनुहोस् के भएको रहेछ बुवाले एकैचोटि भन्नुहुनेछ संगीतका मार्फत उहाँले अभिनय गर्नुहुनेछ के भएको रहेछ त आउनुहोस् श्रवण गरौँ। रोल हो कि क्या हो के हो रोल होइन ठ्याक्कै रोल जस्तै भयो नि त नि रोल जस्तै भइदियो क्या ठ्याक्कै जस्तो लाग्यो क्या ढुकिनु भयो मजाले हो आउनु छोरो खोइ छोरो यता आइ छोरोको रोल भयो
सधैँभरि कला लाग्छ निलिँदैन भादा गाउँघरका साथी भाइले बुढो भन्न थाले मेरो जस्तो उमेरमा विकास गर्ने बाले गाउँको पनि सधैँ डुब्छ नसा चर्काएर घरमा सबै हेर्न थाले आँखा फर्काएर घरमा सबै हेर्न थाले आँखा फर्काएर यो जिन्दगी भइलायो सानी हेर्दा हेर्दै गइगयो बा खतरा झुक्किनु भयो क्या छोरा बारी मुख छोप्या भयो भने क्या भाउजूले पनि सबै राम्रो मान्ने तिमीले पढ्न खायो भयो हिँड नजिकै भयो मिल्दैन जिउ सबै घुम्न थाल्यो काम सक्ने हुँदा सबै राम्रो मान्थे हेलो माई फादर कामै हेलो माई फादर कामै भन्ने यो जिन्दगी भइलायो हेर्दा हेर्दै सानो एउटा सक्ने छैन कसरी काट्नु दिन छिमेको भयो टाढा सोझो हुँदै हिँड्छु भन्छु छडिँदैन टाढा उड्न सक्ने छैन उड्छु हिँड्नु समय आँखुडाको मासिसक्यो हिँड्छु पुरा समय आँखुडाको मासिसक्यो हिँड्छु पुरा समय यो जिन्दगी भइलायो अब हेर्दा हेर्दै आँगनको दुर्लभ राल बचाउनु पर्यो अलिअलि यस्तै दुःख कष्ट भोग्दै बिताउँदैछु किन अब सधैँ किन याद आउँछन् मनमा लाग्छ ढुक्क अहिले आफ्नो शरीर हेर्छु गर्छु सुख सुख यो जिउ सबै सुखी छाउने पनि